हेलो साथीहरू, आज चाहिँ हामीहरू माइत घर जाँदैछौँ। माइत घर पनि हेर्नु हतार हतार गरेर हिँड्नुपर्छ। त्यस्तै काम परेर दिदीबहिनीले कल गरेर बोलायो होइन। अन्त हामीहरू चाहिँ माइत घर जाँदैछ। हामीले गाडी पर्खिरहेको, बहिनी पनि आइपुगेछ हो। यहाँ मेरो बहिनी हो कान्छी, यो पनि आइपुगेछ। अन्त म यहाँ बसिरहेको छु। यहाँ पर मेरो बहिनीको छोरा भयो यो निहाल। आइ भन्, यो यहाँ बसिरहेछ। पर्खिँदा पर्खिँदा बल्ल बल्ल आयो होइन साथी हो। अन्त यही गाडीमा बसेर गयौँ। हुनु त कतिको पनि छैन बाटो चाहिँ। अब डल्ले खोर्सानी टोकेर घरमा डल्ले खोर्सानी टोकेर खाएर चाहिँ गयौँ भने घरमा हुन्छ। घरैमा लु साथी हो, फाइनली हामीहरू आइपुग्यौँ घरमा हो। मैले भने नि एकैछिनको बाटो हो साथी हो, एकैछिनको बाटो। हामी आइपुग्यौँ। यहाँ हेर्नुहोस् है, हेर्नुहोस् आइपुग्यो। मैले भनेको थिएँ नि एकैछिनमा आइपुग्छ, एकैछिनमा साथी हो, एकैछिनमै। यहाँ दिदीको घर माइत घर आइपुगेको हामीहरू यहाँनिर आइपुग्यौँ। घरभित्रको प्रवेश। आम्मामा, अब यहाँ हेर्नुहुन्छ मेरो मम्मी आमा बसिरहनु भएको छ हो।